दार्जिलिङ भरिकै सबैभन्दा सुन्दर चिया बगान यो हो टिस्टा भ्याली टी गार्डन। ल आउनुहोस् अब जानौं टिस्टा भ्याली टी गार्डनको बारेमा केही तथ्यहरू। दार्जिलिङका सबैभन्दा पुराना चियाबारीहरू मध्ये एक टिस्टा भ्याली टी गार्डनको स्थापना सन् 1841 मा भएको थियो। टिस्टा नदीको नामबाट नामाकरण यस चियाबारीको नाम शक्तिशाली टिस्टा नदीबाट राखिएको हो। यहाँको चिया जापान, युरोप तथा अन्य अन्तर्राष्ट्रिय बजारहरूमा निर्यात गरिन्छ। समुद्री सतहबाट 2500 देखि 3500 फिटसम्म उच्च हिमाली भेग, कुहिरो, चिसो हावा र कञ्चनजङ्घाको प्रभावले यहाँको चियामा विशेष स्वाद र सुगन्ध विकास हुँदछ। यी सबै गुण अनि कारणहरूले गर्दाखेरि दार्जिलिङको चिया वर्ल्ड्स नम्बर 1 टी भनेर चिनिने गर्दछ। टिस्टा भ्याली भित्र रहेको दूरबीन डाँडाबाट टिस्टा नदीको अद्भुत दृश्य देख्न सकिन्छ, जुन धेरै पर्यटकहरूलाई थाहा नहुने लुकेको आकर्षण हो। टिस्टा भ्यालीको हरियाली चियाबारी हेर्दा मन आनन्दले भरिन्छ। यो चिया बगान केवल पर्यटकीय आकर्षण मात्र होइन, यो यहाँको इतिहास, संस्कृति र अर्थतन्त्रको महत्त्वपूर्ण आधार हो। तर यही सम्पदालाई जोगाइरहेका श्रमिकहरूको जीवन भने अझै धेरै चुनौतीहरूले भरिएको छ। अनि यही हरियाली भित्र हजारौं श्रमिकहरूको सङ्घर्ष पनि लुकेको छ। बिहानदेखि साँझसम्म चियाको कोमल पात टिप्ने यी हातहरूले विश्व प्रसिद्ध दार्जिलिङ चिया बनाउँछन्। तर उनीहरूको जीवन भने अझै पनि धेरै चुनौतीहरूले भरिएको छ। हामीले यी सुन्दर चियाबारीहरूको जहिले पनि प्रशंसा गर्दछौँ, तर कहिलेकाहीँ त्यो स्वाद पछाडिको मेहनत र पसिनालाई बिर्सिन्छौँ। हरेक चियाको पातले एउटा कथा बोकेको हुन्छ। त्यो कथा हो सङ्घर्ष, आशा र अथक मेहनतको। यहाँको चियाको सुगन्धसँगै श्रमिकहरूको मेहनतलाई पनि सम्मान गरौँ। खैर, यो त थियो सारा पहाडी दार्जिलिङ भेग चिया बगानमा गर्ने श्रमिकहरूको कथा। भिडियोको अन्तमा यही भन्न चाहन्छौ, हजुरहरूलाई यो भिडियो मन परेमा लाइक, शेयर, सब्स्क्राइब गर्न भने पटक्कै नबिर्सनु होला। आजको भिडियो भने यति नै। सी यु इन द नेक्स्ट भिडियो। टिल देन बाइ बाइ, टेक केयर।